नमस्कार हजुरहरू सबैजनालाई। आटाको होममेड पास्ता बनाएर खानको लागि मैले टमाटर काटेँ, यता क्याप्सिकम अनि पियाज काटेर ठिक्क बनाएकी छु। दुईटा हरियो खुर्सानी, यता मैले आटाको डल्लालाई आकार दिएर भकभक पानीमा उमालेर फेरि चिसो पानीमा खन्याएर राखेकी छु। अनि यता मैले यसको लागि ग्रेभी चाहिन्छ। तीनजनालाई तीनटा टमाटर राखेर अघिको क्याप्सिकमको बियाँ पनि थियो त्यही मिक्सरभित्र राखेर घुमाइदिन्छु। त्यसको लागि दुईटा हरियो खुर्सानी पनि कागतीको टुक्रा चाहिँ मैले झिकिसकेँ। स्वादको लागि टिमुर, दुईटा हरियो खुर्सानी र दुईटा सुकेको खुर्सानी पिरोको लागि टाक्क मिठो हुन्छ। अब मैले यता तेल तताएर 5 फुरा फुराइसकेँ भने पियाज र क्याप्सिकम पनि भुट्छु। यसरी भुट्दा कालो कराईमा ग्रेभी बनाउँदा कालो कालो देखिने हुँदा मैले स्टिलको दिउरीमा ट्रान्सफर गरेँ। अब त्यही ग्रेभीलाई यसरी राखेर मस्त गदगद पकाउनु पर्छ र त्यसैमा अघिको पाकिसकेको आटाको आकारहरूलाई यसरी राखेर पकाउनु पर्छ। फेरि पनि मरमसला पस्ने गरी 1 चम्चा गरम मसला र 1 चम्चा घरमै बनाएको मसला थियो त्यसैलाई राखेर मैले गुद्रु पकाउँछु। अनि यसरी पाकिसकेपछि लास्टमा उतारेपछि बन्द गरेपछि मैले कागती राखिदिन्छु अमिलोको लागि। टाक्क अमिलो पिरो मिठो हुन्छ, मलाई मिठो लाग्छ। तपाईँहरूले पनि कस्तो परिकार बनाउनु भयो यो पनि जान्नुभएको छ भने ठिकै छ, नजाने बनाउनुहोस् है। धन्यवाद।